दर्शन गर्ने रमाएर पनि हिँड्ने क्या सामरी डाँडा आइपुग्न लाग्यो सामरी डाँडा यता अगाडि छ होइन बाइक हामी राइडर अगाडि गइरहेको छ यहाँ Z150 आमा छोरा हुनुहुन्छ होइन र यता आसु र म चौकीसम्म त्यहाँ कसो घर बनाउँदै हो चौकीकै होला त अगाडि राइडरहरूको पावर बाइक छ दुईटाको 250 आफ्नो 150 के गर्नु बिस्तारै भयो भने सँगसँगै गइरहेको छ गाउँघरको पिर हुन सकेन अफरोड बाटो गाह्रो छ अफरोड बाटो बाटोको हालत त यस्तो छ कहिले नेता गतिलो हुँदा खै हाम्रो गाउँको नेता गतिलो हुन कुन साल लाग्छ होला आसु थाहा छैन है बिग्रिन्छ बाटो त छ यस्तो अवरोध हाम्रो सामारी बेकार गाउँपालिका बाटो खतम वडा नम्बर 5 को हाइवे रोड चोकमार्ग बाटो यस्तो त छ नेता कहिले बोल्ला हो गतिलो सरकारहरू सधैँ खोजियो हाल्छ पैसा बाटो छ यस्तो त्यो बाटो अब सामरी यो टर्निङ हो यो टर्निङपछि अब टक्क लगाएर चौकी आइपुग्छ होइन अब धुलो उड्न थाल्यो सोल्युसन प्रस्तुत गर्दछ सामरी चौकी आइपुग्यो है चौकी अब हाम्रो सामरी बजार यहाँनिर त केही छैन क्या सुनसान
हामी त के भन्छ त्यो माथिल्लो बाटो गयो भने यो टक्सरबाट जानुपर्छ होइन यो बाटो बनेको छैन अनि अस्ति मैले गाडी चलाउँदा जान्थेँ मैले गाडी चलाउँदा माथि पुरा थियो यो बाटो यताबाट टक्सर अनि यता माथि गाउँ छ कलाबारी अब अगाडि अब फुपूको घर आइपुग्छ अब फुपूसँग छिर्नलाई अब केही क्वेसन लिएर आएको छैन कलाबारी गाउँ जाने बाटो पनि आइपुग्यो बाटो त जताततै छ के गर्नु भयो आइचर बस आइपुग्यो ए आइचर पहिला मैले चलाएको त्यस्तै गाडी हो अब माथितिर अब कलाबारी गाउँ जाने बाटो हो माथिल्लो गाउँ तल गाउँ बिच गाउँ गाउँ ठुलै छ होइन तर अहिले म गाउँ छोरी होइन अब मेरो फुपूको घर आइपुग्छ फुपूको घर देखाइदिनेछु यहाँलाई अहिले मामालाई कस्तो भएछ तपाईँ कति भएर नचिन्नु भएको तर मामाहरूलाई पनि अप्ठ्यारो हुने कि है यता छोरै गाउँ कति 2 दिन घर होला सुनसान लाग्छ होला यहाँ त बेलुका बेला चाहिँ रमाइलो गर्ने पनि मान्छे हुँदैन यो घर पनि खाली नै हो यता पनि खाली यता अगाडि पऱ्यो फुपूको घर अहिले त फुपूको घर एक्लै होला फुपू मात्रै होला अरू कोही छैन अब फुपूको छोरा अवश्य असक्ष्यङ भयो बरेनतिर विदेशतिर घरमा मम्मी बाबा मात्रै अहिले त के हो बाटो ठुलो गरेर होला पुरा ग्राभल गरेर रहेछ त देखिन्छ त बस जान्छ भन्छ गाउँ जाने बाटो पनि ठुलो भने के हो यही हो डाँडा मेरो यो डाँडाको पछाडि हो घर तेरिको बाटो त यस्तो छ हिउँदोमा ग्राभल गरेर जस्तो गर्छ बर्खामा पुरै पताल खुतुल बाटो खाल्डाखुल्डी हुन्छ अहिले जस्तो यो हाम्रो गाउँ जाने बाटो अब बनाएको छैन आसु यसरी नै अब हिउँदोमा बर्खामा सबै हिँड्न पाए त ढुक्क हुन्छ नि के गर्नु पर्यो हिउँदोमा चल्छ बर्खामा चल्दैन गाडी हिँड्छ पिच हुनलाई त हुनु परेन अनि त्यो त अब हाम्रो गाउँको वडाहरू अध्यक्षहरू सदस्यहरू सबै मिलेर गऱ्यो भने गाउँपालिकाले गर्यो भने हुन्छ नहुने होइन तर यहाँदेखि हाम्रो घरसम्म जाने यो छेउपट्टिको वालहरू होइन अलि बलियो पारेर वाल उठायो भने मोटर चल्छ नत्र भने हिउँदोमा चल्छ बर्खामा चल्दैन हाम्रो गाउँ जानलाई बाटो यो यता थोपल खोला पुल भन्ने पनि मेटिसकेछ खत्तम भयो पुलै मेटिसक्यो त अब यो खोलाबाट अगाडि जोरजुत्तर आउँछ जोरजुत्तरबाट भारामुरुङबाट हल्का माथि अब मन्दिर छ त्यता हो जानुपर्ने गाउँ त खासै ठुलो त छैन है हाम्रो गाउँमा त्यस्तै 10-15 घर हो अब भारामुरुङ आइपुग्न लाग्यो है भारामुरुङ ठ्याक्कै यो डाँडा छ नि यो डाँडाको पछाडि हो होइन खोला हुन्छ खोलाबाट पारी धादिङ जिल्ला पऱ्यो यो बारी अब नुवाकोट हो अनि हामी यो डाँडाको पछाडिबाट खोलाबाट मासतिर गएपछि अब मन्दिर आउँछ बस्नु बस्नु
बाटो यस्तो छ हाम्रो नुवाकोट बाटो मात्रै हो फेरिको धादिङ बाटो त पुरा पिच रहेछ आसु धादिङ बाटो कि यो खोला पारिबाट त पुरा पिच छ अरू धादिङ जिल्लाको पो पिच भयो हाम्रो खै नुवाकोटको है के हो नेताहरू कतिको छैन जसलाई टेन्डर परेको छ त्यसलाई कमिसन माग्दै काम पुरा गर्न दिँदैन यस्तो छ नेपालको कुनै ठाउँमा गुन्डागिरी छ नेताहरू पनि आइपुग्यो धादिङ भने कि नुवाकोट भन्ने अहिलेको बजार हजुर देखिरहनु हजुर त्यो भाडामुरीको बजार हो होइन अब पारी अब धादिङ पऱ्यो हजुर तपाईँहरू पहिला पारी त अब धादिङ परेको होइन अब यता नुवाकोट हो यो खोला पारी र बारी सिमानामा आइपुग्यो अब अगाडि हामी देखिरहेको छ यो झलङ्गी पुल अब यहाँबाट खोला माथि नै माथि होला धादिङ जिल्ला आइपुग्यो है धादिङ जिल्ला यो खोलाबाट वारी नुवाकोट हो पारी धादिङ हो के नेत्रवती अब यो खोला माथिसम्म कहाँसम्म जाने हो बाइक ए बाटो खनेको रहेछ त है मन्दिरसम्म गयो भने त धेरै सुविधा बनाएको हो मन्दिर यो हाम्रो यो कुन यो मन्दिरको नाम के हो महादेव मन्दिर दुईवटा राइडरहरू त अगाडि नै पुगिसक्यो उनीहरूको पावरफुल बाइक पऱ्यो 250 सीसी पर नराम्रो भए पनि बाइकहरू त हिँड्छ कि हिँड्दैन भाँडामुरुङको महादेव मन्दिर पनि आज दर्शन गर्न पाइयो आफ्नै गाउँको मन्दिर पनि दर्शन गर्न सकिएन त एउटा बाइक यहाँ एउटा अर्को कता गयो एउटा लगेको बाटो कहाँ उतै जान्छ र खतरा स्क्र्याच कहिले लडा म त अघि एकचोटि त त्यो अँध्यारोमा त के अरे एमटी हो क्या हो भनेर हेरेर एनएस त कहाँ लड्यो र ए साउन्ड राम्रो छैन त बाइक हामीले त्यहाँ राखेँ होइन अब यहाँबाट अब कति मिनट लाग्छ होला हिँडेर अब हेरौँ टाइम 6:23 होइन अब महादेव मन्दिर अब गाउँ छेउकै मन्दिर मैले दर्शन गर्न सकेन काममा बिजी धेरै होइन कति यादै मानौँ न दिमागमै आएन के त्यही कारण आज अब मेरो आन्टीले ल हिँड्नुपर्छ गाउँको मन्दिरमा त दर्शन गर्नुपर्छ भनेर भनियो र ठिकै छ नि त अब दर्शन गरौँ भनेर काठमाडौँबाट म हिजो निस्केको है बेलुका अब आन्टीकोमा त्रिशुलीमा आएर बास बसेँ अब बिहान हामी लगभग कति 5 बजे
5 बजेर त्यस्तै 10-15 मिनट भएको थियो होला त्यतिखेर निस्केको होइन अब अन्धकार थियो र मैले तपाईँहरूलाई देखाउन सकिनँ र उज्यालोको भ्लग मैले तपाईँहरूलाई अघि नै भनिसकेको छु र अब खोला छ बर्खामा त यो खोला त यस्तो डेन्जर हुन्छ कि डेन्जर हुन्छ टिन्डारा एउटा म भयो पछाडि अब अगाडि दुईजना छ एउटा आन्टी अनि दुईजना दिदीहरू हुनुहुन्छ खोला छ यस्तो कति मिनटमा पुग्नु भयो हिउँदोमा खोलामा यसरी त हिँड्न सकियो बर्खामा कसरी हिँड्यो हो बर्खा त माथि टक्सर भन्ने गाउँ छ त्यहाँबाट ओह्रालो झर्नुपर्छ होला सायद बाटो त मासतिर पनि खुना रहेछ है खोलाको बाटो किनारा किनारा हिउँदोमा त यसरी हिँड्छ बर्खामा त माथिबाट आउनुपर्छ होला बर्खा त माथि टक्सरबाट ओह्रालो झर्नुपर्छ होला हिउँदोमा त यत्रो खोला छ अहिले त खोला पनि सुक्यो के भयो आसु साइड अहिले पछाडि अलि ब्यास नसर्ने गुल्ले भयो होइन भने कहिलेले भन्यो के मैले होइन जमाना रोलमा गुल्डिन्छ फेरि तपाईँ त म त एकचोटि पनि नाच्छ नि यार एकचोटि होइन सानो एकचोटि आएको गाडी लिएर यो सामान ल्याएँ यहाँ मान्छे मैले गाडी लिएर थिएँ नि त त्यसरी आउँछ अहिले त बसिन्छ रहेछ त भिडियो हालेको यार हो र मन्दिरमा आउने मान्छे पनि भोक लाग्यो भनेर हुन्छ त के माथि के पसल छ र यो त मेरो लाग्यो बेला मात्रै होला यस्तो चिसो पानीमा नुहाउन सकिन्छ त महादेव मन्दिर आएर मान्छेले नुहाउँछ अनि आजभन्दा चाहिँदोमा नुहाउनु सकिहाल्छ कस्तो कुरा गर्छ होला नेपालको मौसम ठिक छैन नि त बरु दार्जिलिङ अलि ठिक छ उही नुहाउनु नि पर्दैन गयो दर्शन गरे आयो एकचोटि हावाले त करेन्ट लाग्यो जस्तो करेन्ट लाग्यो है त्यो रामनवमीको बेलामा त यतातिर सबै पसल हुन्छ होला कति मिनट लाग्छ हौ हिँडेर पुग्नुलाई हरियाली जङ्गलै सहरबाट आयो भने माथिबाट बाटो आयो भने यहीँ आइपुग्नु रहेछ हिँड्दा थकै लागिसक्यो कति मिनट भयो 6 बजेर 23 मिनट भयो ठ्याक्कै 10 मिनट भइसक्यो हिँडेको हिँड्ने बानी नभएर होला सहसा हुने भयो बाटो एकाली ओह्राली गर्दै
कहाँबाट रहर भर्दै मन्दिर हिँड्न पनि थोरै लागिसकेको हो उकालो उरालो हिँड्दा अब कति मिनट लाग्यो कहिले नहिँडेपछि आँचिँदैन त साइलाले गर्ने काइलाले गर्ने जेठा र कान्छा नगर्ने पाँच वर्ष नहुनु अझै यो अगाडिको त्यो ढुङ्गा जस्तो मन्दिर कुन मन्दिर बाँदर के अरे त्यो बाँदर मन्दिर के भने यो ठुलो के भन्छ खोला समुद्र जस्तो छ होइन गहिरो यही होला बिस्तारै हिँड्न बिस्तारै हिँड्न बिस्तारै दिदी कि हिजो बेलुका खाएको अहिलेसम्म छोरा छैन ल आइपुग्यो ल आइपुग्नु लाग्यो यो सानो एउटा होइन गहिरो छ होइन निकै चलिएको समुद्र हो ल पुरै यसलाई भन्छ बाँदर खोला भन्छ है हल्का माथि अब एउटा मूर्ति जस्तो मन्दिर बनाएको रहेछ म त निकै वर्ष भयो नआएको कति गहिरो होला यो त हिँडेछ चाहिँ हो सिडी 1 2 3 4 5 6 8 9 10 11 12 13 14 15 16 17 18 हनुमान मन्दिर पो रहेछ त रक्षा गरिदिनु भगवान् हनुमान आमा खोला कति गहिरो होला यो त हरियो निलो पो देखिन्छ त अझै यो डाँडाको पछाडि छ है मन्दिर हिँड्न फेरि राम्रोसँग त्यतिका बाटो त के यस्तो मन्दिर आइपुग्यो के हो मूर्ति जस्तो बनाएको छ कि हो छुट्दैन छुट्दैन खोलाको बाटो उकाली हिँड्ने बाटो नुहाउन सकिन्छ त यस्तो चिसो पानीमा यहाँको मन्दिर आयो भने अनिवार्य नुहाउनै पर्ने हो र हाय लिन्ठिने नि होला काम चला सरकार होला यो पनि नेताहरू गतिलो नभएपछि कस्तो यो लिन्ठिने होला यार कहिले त दरो बनाउनु पर्छ नि भोलि यो ए यहाँ त दरो रहेछ यहाँ भाँचेर होला
के मान्छे छैन के भने मान्छे छैन जस्तो यहाँबाट होला फेरि अगाडि मन्दिर देखिन्छ कि देखिँदैन हो यहाँ सानो मन्दिर रहेछ है योभन्दा अझ अगाडि होला ओम माने पेमेङ ओ गुरु लिम्बुचे रक्षा गरिदिनु भगवान् कति साह्रो त हो पचास को 12वटा एक दर्जन हुन्छ 12वटा 50 सबै के अनि आफूहरू पनि दर्शन आउँदै हाले दर्शन आसेङ दर्शन लेङ्गो होला लेङ्गो आसेङ रे हामी सामान किन फर्क्यो है यहाँ रहेछ अब लुगा खाने ठाउँ यता तल खोलातिर नुहाइने रहेछ होइन नुहाएर अब यता ड्रेस चेन्ज गर्ने अब यहाँ माथि होला मन्दिर नुहाउनु पर्ने मान्छेहरू यता नआउने होला हामी केटा मान्छेहरू मासतिर नुहाउन पनि सकिन्छ र भने बाटो राम्रै बनाएको रहेछ रक्षा गरिदिनु भगवान् ढोक दिया महादेव र हनुमान की जय रक्षा गरिदिनु भगवान् मन्दिर यही हो मेन मूल मन्दिर क्या हामी नआउने हो र मात्रै छ नि र हामी अब पूजासुजा गरेर निस्किसक्यो होइन यो हाम्रो बिन्दुकेश्वर भारामरुङ मन्दिर हो महादेव मन्दिर हर हर महादेव रक्षा गरिदिनु भगवान् मनले सोचेको सबै चाहना पुरा गरिदिनु र पूजा गरिसकेँ अब फर्किँदैछु पूजा गर्ने क्रमको साथीहरू जुत्ता लाउनु हुँदैन भगवान् हर हर महादेव जय श्री राम अब खोला तर्ने अब यो पुल है सलक्का के भन्नुभयो चार्ज पनि सकिने लाग्छ यार मन्दिर महादेव रक्षा गरिदिनु
मेरो प्रसाद त बिजोग भयो त हो प्लास्टिक नपाउनु भयो क्या अगाडि टिकटक बनाउनेको जारी भइरहेछ दिदीहरूको होइन ल लागौँ लागौँ मन्दिर विषयमा धेरै प्रार्थना नगरौँ ल भाउ अब एउटा क्यामेराम्यान बसिरहेछ होइन अब छोराले आमाको सेल्फी लिँदै अब आसु अब एक्लै आसु ए नबनाउनु न बरु यहाँनिर बनाउनु न बरु भिडियो राम्रो बनाएन भनेर ठुस्स रिसन भयो क्या ए यस्तो जङ्गलमा के फोटो हाल्नु बरु यहाँ हान्नु पर्यो यो छुटदेङमा अनि अरू महादेव मन्दिर दर्शन गरियो अब के सोध्नुभयो त ल भयो अब कस्तो बोझ दिने हो ल हुन्न ए खानु अब अझै ल है हामी अब खाजासाजा खाएर फर्कियो अब टक्क लगाएर अब ओह्रालो झर्दै जुन बाटो आएको त्यही बाटो फर्किँदै होइन सबै बाटो लगाइसक्यो अब सिधै बाइक घाटामा गएर गइन्छ यात्रा खोलाको बाटो त अब घरिघरि के देखाउनु होइन ओह्रालो झर्ने बाटो यही हो जुन बाटो आएको त्यही बाटो लगभग लाग्ने रहेछ 17-18 मिनट हिँडेर अब हामी अब हर हर महादेव मन्दिर दर्शन गरेर फर्किँदैछु होइन अब तलतिर जुन बाटो आएको थियो अब त्यही बाटो लाग्दै अब त्रिशुलीबाट गाउँबाट त्रिशुलीबाट काठमाडौँ फर्किँदै गाउँहरूको यस्तो छ खुलाको बाटो बर्खामा त के होला हौ आसु भिडियो हेरेर कति गरेर राम्रै बनाइरहेको त आउनु न हाम्रो आसु फेरि रिसाउनु फेरि ठुस्छ राम्रो भिडियो बनाएन भनेर त्यो मोबाइलबाट झुनिने होइन अनि फेरि कहाँनिर ठोकेर लटिन्छ अनि थाहा हुन्छ के भन्छ होइन छिटो तिनवटा बाइक हुनु ठाउँमा त एउटा स्कुटी पो भयो त बाइक त ए उता रहेछ कुन जाने गयो त्यसो टुटाउने पुरै ढल्काएर राखेको त यार स्ट्यान्ड नै उता गयो क्या यसको साथीहरू अब काठमाडौँ गएर पठाउ गर्नुपर्छ होइन यहाँ मन्दिर दर्शन गऱ्यो अब काठमाडौँ फर्किनलाई लगभग म 1.5देखि 2 घन्टा लाग्छ र 2 घन्टा भनौँ कस्तो बाइक अड्केको दुईटा राइडर कुदिसक्यो तपाईँ दर्शन गऱ्यो भयो अब के जस्तो के को लागि थुपारे
एरिया हो जर्जोतर भन्ने ठाउँ जर्जोतर नुवाकोट